guys, welcome back to my channel. So अहिले चाहिँ म गाउँ आएको छु अनि यो चाहिँ मेरो घर हो अनि यो चाहिँ मेरो मम्मीले बनाएको अनि म चाहिँ अहिले गाउँमा छु नि त। सो अनि मेरो बहिनी चाहिँ यहाँ छ। यहाँ अनि के भन्नु अहिले चाहिँ यतिकै हो। मेरो चाहिँ फोन चाहिँ फेरि रिसेट भएर म चाहिँ पोखरा पनि आएको भिडियो आएको थियो अनि फर्स्ट चाहिँ म पोखरा आएको थिएँ अनि चाहिँ यहाँ आएको हो नि त। सबै मेरो रिसेट भयो क्या, आफै मेरो फोन चाहिँ रिसेट हुन्छ होइन, खै के भएको सब्सक्राइब नगरेर होला भनेर। सो मेरो चाहिँ रिसेट आफै फोन हुन्छ, के भएर थाहा छैन। भिडियोहरू भएको पनि सबै उड्यो, फोटोहरू केही छैन, साथीसँगको फोटो पनि छैन। मैले फर्स्ट टाइम मगर ड्रेस लगाएको थिएँ, त्यसको फोटो पनि कुनै छैन, यस्तो भएर छ। अनि आज चाहिँ मेरो फोन बहिनी लग्ने लिएर यो चाहिँ मेरो आएको सेकेन्ड डे होइन, हिजो आएको। अनि आज चाहिँ मर्निङमा हामी चाहिँ अनि अरू चाहिँ बिस्तारै आउँछ भनेर आज यसमा प्लस गरौँ ल। तर अहिले चाहिँ मेरो बहिनी लग्ने अरे फोन। हेलो गाइज एन्ड नमस्ते। मतलब चाहिँ ए टोपी लगाउनु बिर्सेछु। मलाई चाहिँ टोपी लगाएर कस्तो फरक चाहिन्छ गाइज। म चाहिँ मेरो दिदीकोमा भ्लग बनाउँदैछु होइन, म चाहिँ नराम्रै पनि छु होइन, क्यामेरामा अनुहार देखाउनै मन लाग्थ्यो। तर हामी जस्तो छौँ नि त्यस्तोमा खुसी हुनुपर्छ क्या गाइज, यस्तो राम्री नराम्री भन्ने होइन क्या। के गर्नु, थोप्रा नभएपछि लुकाउनु पनि भएन, स्वर्ग होइन स्वर्ग गाइज। कितना सुन्दर। त्यहाँ चाहिँ भैँसे हो, यतिमा भैँसे, यहाँ लुदिन, यतिमा लुदिन, ओगेम्बा, इम्सुवा, उता चाहिँ बिदिन अनि फिदिम पुगिन्छ। त्यहाँ चाहिँ मेरो मौली घर हो, त्यहाँबाट चाहिँ मेरो मौली घर हो। त्यहाँ बासपटेमा चाहिँ के भने मामाहरू हुनुहुन्छ अनि गाईहरू पनि छ। अनि आगो फुक्न लागेको म चाहिँ घरलाई खोलिदिनको लागि होइन गाई। अनि के भन्नु, मलाई त केही पनि भन्नु आउँदैन, भ्लग पनि बनाउनु आउँदैन। तपाईँहरूले हेरेर चाहिँ सब्सक्राइब चाहिँ गर्नु पर्यो क्या गाई, सब्सक्राइब चाहिँ गर्नु पर्यो, लाइक कमेन्ट सेयर गरिदिनु पर्यो क्या। सब्सक्राइबर बढेर नहुन् मेरो दिदीकोबाट। तपाईँहरूलाई नि अब कस्तो भने भ्लगहरू राम्रो बनाउनेकोमा मात्रै तपाईँहरूले सब्सक्राइब लाइक सेयर कमेन्ट गर्नुहुन्छ हो, त्यस्तै लाग्छ क्या मलाई चाहिँ। मेरो दिदीकोमा मैले गरिदिनु न अब म केही दिन त सक्दिनँ। अनि गइरहेको घरमा मेरो दिदी पनि आउनुभयो। अहिले फर्स्ट बनाएको ल, अघि त सबैले एक पारिदिएको भरा फुलेको फुक्दैछु भाले पानी एक बाल्टी कुरो है खै म त जान्दिनँ। म तल पो गएको दाल बनाउँदै भएँ, म त माफ खाइरहेको कस्तो राम्रो देखिरहेको छ है यतातिर। म पनि निकाल्नु नराम्रो देखिरहेको छ र हेरौँ त एकचोटि आफूले आफूलाई। मेरो हात किन यतापट्टिको सानो निस्किन्छ। मेरो दिदीले भन्नु भएको किचनमा पानी बसाइदिनु अरे, दाल बसाइदिनु अरे, अनि के पो गरिदिनु अरे हौ गाई। अनि गर्नु टाइगरबाट गएको होइन तर मैले हाम्रो घाँस काटेको। अनि यो चाहिँ पहिलाको हाम्रो घर यहाँ जङ्गल आन्टीतिर बस्नुहुन्छ। अनि पल्लो घर चाहिँ उनीहरूको थियो, तर अलिकति भुतिया जग्गा भएर यहीँ बस्दाखेरि गाइस मेरो मात्रै हुन्छ के भएको बोल्नु आउँदैन। डन गाइस, आई एम सो हंग्री, मुझे बहुत भूख लग रहा है, मैंने सुबह से खाना नहीं खाया है ना इसलिए। और मेरा आंटी और भाई है, ये ब्लॉग पे डालूंगी, ब्लॉग में हाल्ने हो। हम आंटी से बड़ अरे दाल बसाउनु भात बसाउनु कस्तो कुरो मलाई थाहा छैन। नानाले पठाउनु भएको थाहा न, नानाले पठाउनु भएको मलाई त तल जा भनेर म कुरो पकाउनु थिएको कि उताबाट कुरो म पकाउँदै थिएको कि नानाले तल दालहरू बसाउनु जा भनेर पठाएको।
को गयो है रस आन्टीले चाहिँ अब भाइ एकछिन हेरिदिनु भन्नुहुँदै तर म भाइदिन जस्तो छु अनि कोमाहरू हुनुहुन्छ फेरि मेरो हुनुभएको कोमा कता जानु भएको ए बिस्तारै जानु लडिन्छ कोमा यस्तो घर बनाइसकेको कति राम्रो मम्मी के काम छ तपाईँको नानाले काट्नुहुन्छ आन्टीले एकछिन भाइ हेर्नु अरे मम भाइ हेरिदिनु यहाँ आउँदैछ मिसन